डोन्ट बिलिभ एनीवन। यहाँ कसैले कसैको भरोसा नगर्नु, यहाँ कसैले कसैको भरोसा गर्दैन। सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग होइन। अब आज चाहिँ भने म कलेज जाँदैछु। सो आज चाहिँ मेरो काम थिएन, त्यही भएर म चाहिँ हल्का ढिलो उठेँ क्या। जहिले यो काममा उठ्दा मलाई ढिलो हुन्छ। काम भएको दिन त कलेजहरू त्यतिबाट गइन्छ होइन, यो काम नभएको दिन चाहिँ अलिक सुतिन्छ होइन। सो धन्न दा आज चाहिँ दादाको कलेज छ, दादाले खाजासाजा पकाएर रेडी पार्नुभएको छ, खाजा सारा गयो। अहिले चाहिँ भने 8 बजिसक्यो, 9 बजीदेखि मेरो कलेज लाग्ने हो, 8 बजिसक्यो, मलाई लेट भइसक्यो। सो स्टेसनमा चाहिँ मलाई साथीले पर्खेर बसिरहेको छ होइन। सो आई विल सी यु देयर। स्टेसन पनि आइपुग्यो होइन। अब म चाहिँ भने मेरो वेस्टरमा पैसा चाहिँ माइनस लागेको छ, म चाहिँ पैसा हाल्छु। सन्दीप चाहिँ अलरेडी आइसक्यो, चाहिँ फोन गरिरहेको थियो साथी कहाँ छु भनेर। सो म चाहिँ पैसा हाल्दा उसलाई भेट्छु। -0.95 9.5 पुग्छ। सो मैले चाहिँ पैसा पनि हालेँ होइन। अब चाहिँ भने म ट्याप गरेर जान्छु, ढिलो भइसक्यो। मुसु हाँस्दै बसिरहेको छ। यो चाहिँ यहाँ यसरी ट्याप गरेर छुटेको टक्का पनि खोलेँ होइन। सो इज वेटिङ फर मी। कराउन बेर लाउँदैन क्या उसले चाहिँ, मुसुक्क हाँस्दै बसिरहेको छ यहाँनिर। यसको छिटो जाऊ छेउ जाऊ। के गर्यो जहिले पर्खिनु पर्ने तिमीलाई? यताबाट आऊ न हौ, जहिले पर्खिनु पर्ने? लाज लाग्दैन? लाज लाग्दैन? जहिले पर्खिनु पर्ने मैले तिमीलाई? के साह्रो लेट भएको हो? अलिकति हुन्छ नि, अलिकति डेस्परेसन छैन कलेज जानुपर्छ भनेर? कहाँबाट? तिमी काम गर्न आएको कि पढ्न आएको लन्डन? सो या अब हामी चाहिँ जान्छौँ कलेज। आज चाहिँ हामीलाई एकदम लेट भइसक्यो, क्राउड पनि यस्तो छ, ट्रेनमा आज पनि उभिएर जानुपर्ने हुन्छ। यता आएर किन आउनु हौ? भिडियो बनाउन भन्यो यस्तो यो मान्छे त नि। जहिले ढिलो भएको दिन चाहिँ यस्तो हुन्छ क्या, ट्रेनै छैन। अब के गर्ने? के हो काममा जाने हो? उहाँ आऊ, ट्रेनै छैन, एकदम लेट। ट्रेन आएछ है, 7 मिनट पछाडि रहेछ यार। आजै चाहिँ ढिलो भएको कलेज होइन। अब आज चाहिँ ट्रेन डिले छ क्या। यो ट्रेन डिलेले पनि दिमाग खराब गर्छ यार। ढिला हुन्छ होइन। A few moments later. एकदम लेट भइसक्यो आज चाहिँ। यो मान्छेले गर्दा लेट हुन्छ क्या जहिले। 3 hours later. So guys, अहिले चाहिँ हामी जाँदैछौँ। कहाँ जाँदैछौँ हामी भन्दैौ त? हामी अब जता पुग्छ त्यतै जाँदैछौँ। हामी चाहिँ अहिले जाँदैछौँ मन्दिर। यहाँ नजिकै मन्दिर छ, मन्दिर नगएको यहाँ जति भएको त्यति भयो नगएको क्या। यहाँ चाहिँ हामी जान्छौँ मन्दिर दर्शन गर्न होइन। अनि त्यस पछाडि कहाँ जाने? सन्दीप साथीले आज हामीलाई बिरयानी खुवाउने अरे हो। सो हामी चाहिँ मन्दिर गएर पनि आइसक्यौँ होइन। अनि तिमी युके आएको कति महिना भयो? 2 महिना भइसक्यो। 2 महिना काम पायो त? 1 महिना पछि। 1 महिना पछाडि काम पायो होइन। मैले पनि 1 महिना पछाडि काम पाएको। ल नयाँ युके आउने भाइ बहिनीहरूलाई के भन्छ तिमी? काम पाउन कस्तो छ? मलाई लास्टै क्वेसन गरेको हो क्या यो। काम भनेर काम कस्तो छ यहाँनिर? काम पाइन्छ कि पाइँदैन? काम त छ तर 2-3 महिना पछि। 2-3 महिना पछि होइन। फेरि रिफरेन्स कोही छ भने त रिफरेन्स छ भने एक भेटाइन्छ। अब आएको 15-10 दिन। रिफरेन्स छैन भने त 3 महिना पनि पाउँदैन जस्तो। रिफरेन्स छैन भने गाह्रो छ। 1-1.5 महिनापछि पाएको, त्यो पनि रिफरेन्सले पाएको। मैले 1 महिना पछाडि पाएको, तर विदाउट रेफरेन्स 1.5 महिना पछाडि पाएको। अनि हाम्रो चाहिँ कुन युनिभर्सिटी अरे? ओभरअल सबै ठिक छ, बोल्टन युनिभर्सिटी। 1 hour later. चाहिँ मन्दिरबाट आइसक्यो होइन। अनि यो चाहिँ हाम्रो क्लास। यहाँ केटाहरू यहाँ यसो फोनमा बोल्दै बसिरहेछन् होइन। कोही चाहिँ भने त सुतिरहेछन्। सन्दीप केटाहरू चाहिँ यस्ता मस्त घरमा बोल्दैछन् क्या। सो या गाइज मेरो कलेज पनि सक्यो होइन। अनि म चाहिँ अब रुम जाँदैछु। सो या म्याक्सिमम् मान्छेहरूको चाहिँ मेरो टिकटकमा एकदमै क्वेरिज क्वेसनहरू आएको छ कि कुन युनिभर्सिटी गर्ने, कस्तो गर्ने, पब्लिक गर्ने कि प्राइभेट गर्ने ट्राई गर्ने होइन। सो या तपाईँहरू कुन युनिभर्सिटी आउन मन छ, पब्लिक आउने कि प्राइभेट आउने
त्यो चाहिँ आफूले नै एकदम रिसर्च गरेर आउनु होइन किनभने कुनै प्राइभेट युनिभर्सिटिज पनि एकदम बेस्ट छ यहाँनिर कुनै पब्लिक युनिभर्सिटिज पनि बेस्ट छ यहाँ मेन चाहिँ तपाईँको के म्याटर गर्छ भन्दाखेरि अटेन्डेन्स चाहिँ एकदम हुनु पर्यो जस्तै मेरै कलेजमा पनि अटेन्डेन्स हाम्रो मिनिमम 85% छ क्या 85 अटेन्डेन्स पर्सेन्ट हुनै पर्यो सो यहाँ युनिभर्सिटिजहरू रिसर्च गरेर आउनु अनि कुरा रह्यो कामको चाहिँ यहाँनिर एकदम पेसेन्स हुनुपर्छ होइन काम चाहिँ भेटाइन्छ नभेटाउने होइन एकदम पेसेन्स हुनुपर्छ अनि रह्यो यहाँ कस्ट अफ लिभिङ चाहिँ एकदम हाई छ यहाँको युके कतै पनि ट्रान्सपोर्टेसन सिस्टमै वान अफ द मोस्ट एक्सपेन्सिभ ट्रान्सपोर्टेसन सिस्टम इन द वर्ल्ड भएको छ होइन सो त्यो कुराहरू चाहिँ अलिक कन्सिडर गरेर आउनु होला अनि अर्को कुरा चाहिँ के भन्दाखेरि त्यो जब तपाईँहरू एयरपोर्टबाट झर्नुहुन्छ तपाईँहरूको साथी तपाईँको ओएस्टर कार्ड मेन भनेको चाहिँ ओएस्टर कार्ड त्यसको लागि 10 पाउन्ड पर्यो 20 पाउन्ड पर्यो भनेर चार्ज गर्न सक्छ बट नो द्याट स्क्याम होइन ओएस्टर कार्डलाई चाहिँ जम्मा 7 पाउन्ड्स पर्छ सो यु क्यान टेक द्याट ओएस्टर कार्ड फ्रम स्टेसन्स एज वेल एयरपोर्टमा पनि हुन्छ जहाँ चाहिँ हामी पैसा टपअप गर्छौँ नि स्टेसनको त्यो भेन्डिङ जस्तोमा त्यहाँबाट चाहिँ यु क्यान बाई द ओएस्टर कार्ड ओन्ली इन 7 पाउन्ड्स 7 पाउन्ड्समा ओएस्टर कार्ड किनेर टपअप गर्न पनि मिल्छ क्यासले पनि मिल्छ कार्डले पनि मिल्छ आउँदाखेरि चाहिँ यदि तपाईँहरूको साथीले 7 पाउन्ड्स 5 पाउन्ड्स जति पनि निकालेर ल्याइदिन्छु भन्दाखेरि इट्स ओके तर इफ दे चार्ज मोर देन आई सेड यु प्रिफर जुन क्यास दिएर आउँछ त्यसबाटै गर्नु भने आउँदाखेरि चाहिँ भरिसके पाउन्ड्स आउनु ट्राई गर्नु र पाउन्ड्स भएन भने चाहिँ डलर ल्याउँदा पनि त्यस्तो केही प्रब्लम हुँदैन तर चार्ज चाहिँ अलिक बढी काट्छ अनि तपाईँहरू यहाँ आउँदाखेरि एकदम ध्यान दिनुपर्ने कुरा चाहिँ के भन्दाखेरि डोन्ट बिलिभ एनीवन यहाँ कसैले कसैको भरोसा नगरिदिनु भन्दाखेरि यहाँ कसैले कसैको भरोसा गर्दैन किनभने लास्टै धेरै स्क्याम भइरहेछ क्या जस्तो साथीहरूले रुममेट्सहरू पनि आफ्नो रुममेटको पैसा चट पारिदिने उडाइदिने ओर्ने होइन सो तपाईँहरूको कोही यदि रिलेटिभ्स हुनुहुन्छ ब्रदर्सहरू हुनुहुन्छ भने उहाँहरूसँग एकचोटि कन्सल्ट गरेर आउनु होला सानैदेखि साथी एकदम मिल्ने साथीले पनि बिट्रे गरेको हाम्रो साथीहरूले पनि सुरुमा आउँदाखेरि भन्थे अनि आयो पैसा कुराहरू तपाईँहरूको जुन मन जो रिभल्ट हुन्छ नि होइन त आउने बित्तिकै सिम एक्टिभेट गर्ने बित्तिकै चाहिँ बनाइहाल्नु किन भन्दाखेरि यहाँ एकदम धेरै चान्स हुन्छ पैसाहरू हराउने ओर्ने सो डु द्याट वान अल्सो सो या आजको लागि यति नै आई विल सी यु मोर इन माई नेक्स्ट भिडियो